हेलो साथीहरू, आज चाहिँ म दार्जिलिङ जाँदैछु। दार्जिलिङमा चाहिँ आज हाम्रो मिटिङ छ नि त डिआरडिसीमा। प्रत्येक सङ्घबाट चाहिँ सङ्घको कोअर्डिनेटर र सेक्रेटरीलाई बोलाउनु भएकोले गर्दामा हाम्रो सङ्घबाट दुईजना जाँदैछौँ, म र बिन्दा बहिनी। अनि हामीसँग चाहिँ तग्दा सङ्घको पनि जाने भएको छ। आज हेर्नु होला, आज सबै कुरो देखाउनेछु तपाईँलाई। हाम्रो नाम्लिङ फ्याक्ट्री माथिबाट खिचेको। यहाँ चाहिँ हाम्रो पहिला अशोक काकाको क्लिनिक थियो। अगाडि बस्नु, किन अगाडि नबसेको? होइन बस्नु आएन हेर्नु अहिले मुटुलाई राख्नु, म त लाइन है स्वेटर। आज हाम्रो अमर भाइलाई पनि कोही लैजाउनु एसएसीको मिटिङमा। जाडो ए हाम्रो तग्दाको कोअर्डिनेटर अर्पणा बहिनी। बहिनी फोनै लागेको छ। आज हामी तग्दा र पिआर चाहिँ जाँदैछ। हजुर फोन लागेको छैन कि अर्को नम्बर लु हो, अब फेरि सुरु भइहाल्यो। एकदम सुरु कम अन्त दिदी लुगादेखि खुट्टा उयो छ नि त। खै हेर्दै चाहिँ के गरेको लु है। हाम्रो अनिसा पनि आज हामी दुई भ्लगर चाहिँ जाँदैछौँ एकसाथमा। कहाँ जाँदैछौँ? डिआरडिसी ट्रेनिङमा है। सबैजनाको टाउको दुख्नु पर्यो। बिन्द्या अर्पणा, अगाडि दुर्गा दिदी। यहाँ हामी चाहिँ दुईजना हामी सङ्घको सेक्रेटरी हो। यहाँ हाम्रो दुईजना चाहिँ चेयरपर्सनलाई है, अगाडि एकदम लाँदैछ हामी चेयरपर्सनलाई है। दिएको होला उयो गाडीमा एकदम सक्दिन हौ। त मुखमा त ल्याउनु रहेछ कि ऊ घरमा यहाँ पसिरहेको छु कि कतै लड्छ। बसमा जतिकै चढिरहेछ त ऊ बिचमा छ र आफ्नो सामानको आफै ध्यान राख्नु पर्यो नि, लड्यो परेन कसलाई लाउनु साइडकोहरूलाई। बिचमा छ र पनि डराइरहेछ। ऊ पक्रिएर जोडले पक्रिरहेछ। त्यो पनि आफ्नो म पो झर्छ के भन्नु डर छैन। ऊ बिचको मान्छे ल गुड नाइट है। सुतौँ अब। डेलिकेट रहेछ मान्छे। ऊ टाउको दुख्छ अरे। म त सक्दिनँ काहीँ। यस्तो मान्छे अब त बाध्यो नि त है। उसलाई त बाध्ने गाडी चलाएर फन घुमाउनु पर्ने रहेछ त। आज हामीले अमर भाइलाई लगेर जाँदैछौँ। अमर भाइलाई मल्छी लागिसकेर हामी बोलेको देखेर। अब विभाग राखिदिनु पर्यो। मल्टी मात्रै दिएर भयो। आज गिफ्ट हाल्नु पर्यो। यही छैन हौ उयो भित्र उयो अलि आज चाहिँ हामीलाई अमर भाइले तलै डिआरडिसीमै पुऱ्याइदियो। सधैँ हामी माथि चढेर हिँडेर आउँथ्यो, आज तलै पुग्यौँ। हामी आइपुग्यौँ। हाम्रो खै दुई बहिनी। हाम्रो चाहिँ अस्ति पनि मैले भिडियोमा देखाएँ कि हाम्रो मिटिङ चाहिँ कहाँ हुन्छ भनेर आज अब यहाँ आइपुग्यो हामी। रुरल डिपार्टमेन्ट सेल हो डिआरडिसी भनेको चाहिँ। पसिहाल्यो कि यो चाहिँ पुरै पुस्टाइ भयो नि। अन्त के भयो? अनि ठिकै छ कहाँ आइपुग्यो अरे आशिका? हाम्रो जालीमै छ अरे जाम अनि अघि आयो। ए हो हजुर भर्खर तपाईँहरू सँगसँगै तपाईँहरू सँगसँगै। हजुर हाम्रो सर हुनुहुन्छ विमल सर। दुई बहिनी एकदम दुई कोअर्डिनेटर। यता त रोङचोङ है। तग्दा हाम्रो पिआरको चाहिँ भित्र पसिरहेको। सेक्रेटरी र
कोर्डिनेटर पनि आइपुग्यो मलाई पनि भोक लागेर त्यही त चिया खाँदैन नि हामी रोटी पोल्नु पर्छ नि त रेडी त हुन्छ पोलेर एकदम बिहान हामी ब्रेकफास्ट नगरी आएकोले गर्दामा यहाँ आएको छौँ हामी है त्यहाँ बनाउनु यहाँ उयो साथीलाई नै कन्भर्ट फलोवर्समा हुँदैन तपाईँको खाजा पसल सबै लिएर आउनु भएको छ कटअप सिट पनि ल्याएन त हामीले त हो अर्पणाको भिडियो बनाइदिएँ नि मैले तिम्रो भिडियो बनाइदिएँ नि अब बनाउनु हुँदैन है मेरो त मिठो भयो एकदम मिठो तातो तातो है अब हामी खाजा खाएर पनि ट्रेनिङ हलपट्टि जाँदैछौँ सबैजना आइसकिसक्यो होला हामी ढिलो भयो त्यसको बादमा यहाँनिर लगइन छ देख्यो हैन यहाँ लगइन छ लगइनमा यहाँ के छ लाइभ मेरो एउटा डेमो छ लाइभ भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ हामी चाहिँ अब यो ट्रान्जेक्सन गर्दा चाहिँ लाइभ ट्रान्जेक्सनमा पुग्नु पर्छ नि त अब तपाईहरुले हेर्नुस् है मार्चसम्मको पनि कम्प्लिट गरिसकेको छैन अप्रिल र मे गर्यो भने मात्रै हामी लाइभमा आउँछौँ नि त लाइभ भनेको सिधा प्रसारण हैन र त्यसले गर्दा पर्छ 3 डट्स है यो 3 डट्सलाई क्लिक गरौँ हामी जसको पहिल्यैबाट एन्ट्री भएको छ उनीहरूले चाहिँ यो तीनटा देखा पर्छ जेनरेट मिटिङ भ्यू लास्ट मिटिङ र लिस्ट अफ मिटिङ्स देखा पर्छ किनभने यो हामीले पहिला एउटा ट्राई गरेको थियौँ उहाँहरूको ब्लगमा एउटा डेमो गर्दाखेरि र त्यो सेलेक्ट गरे र मिटिङ नम्बर तपाईँको सेलेक्ट फर्मेसन भएकोदेखिको अहिलेसम्म टोटल कतिवटा मिटिङ भयो त्यो चाहिँ तपाईँहरूकोमा नम्बर अफ मिटिङको डेटा छैन भने पनि सालमा 2टा मिटिङ त्यहाँबाट मात्रै अरू काम र हाम्रो आजको वर्कसप सकेर पनि हामी लन्च गर्न जाँदैछौँ हेर्नु होला लन्च सकेपछि हामी घरतिर जानेछौँ लन्च गर्नु जाने लाइनहरू हेर्नुहोस् यहाँ भित्र लाइन लागेर बसिरहेको छ दुर्गा दुर्गा कोर्डिनेटर नपर्खी खाएको अब सक्यो हाम्रो सबै सकेर चाहिँ अब हामी बिदावारी बिन्दिया पस्दैछ गाडीमा आमा त्यो त पखाइहेर्छु ल खोइ कहाँको अनिसा फेरि हामी बजार आइपुग्यो अब बजारमा एक जोडा सामान किन्नुपर्छ त्यसपछि चाहिँ हामी घर जानेछौँ आज बजारमा एक जोडा सामान किनौँ भनेको त आज त बिहिबार परेकोले गर्दामा सबै गोर्खे हाट लागिरहेको रहेछ हेर्नु होला दार्जिलिङको गोर्खे हाट तपाईँलाई अलिकति झलक देखाउने छु हेर्नु होला कहाँ छौ ए भाडा अहिले फेरि ज्याकेट खोले जाडो भएको हो अन्त बस्तीकै रहेछ त्यो अस्ति पनि भात खाएर आएको छ हामी है केही कुरो चाख्नु पर्थ्यो नि हामी मिली यहाँ कता बसेको ऊ यहाँ हेर्छु ल यहाँ कुखुरा र कुखुरा गएको छ अरे अचारहरू एकदम यहाँ सुक्टी हेर न यहाँ सुक्टी रहेछ ससिट
यहाँ एकदम लेग पिसहरू छ सब्जी आउनु भन्नु नि बाहिर यहाँ सुँगुरको उयोबाट छ ठेकुवा जिल्ला चटपटी के भन्छ आज चाहिँ हामी रात परिन्जेलसम्म बजारमै घुमेर आउँदैछौँ। रात पऱ्यो हेर्नु अन्धकार छ। हामी राति आउँदैछौँ बजारबाट। यहाँ हेर्नुहोला लाइट लगाएको चाहिँ रङ्गली जनकल्याणी च्यारिटेबल हस्पिटल जो 25 तारिकको लागि भोलिको 25 तारिक जो उद्घाटन छ त्यहाँ मजाले हेर्नु लाइट लागेको छ। यहाँ काम पनि धमाधम हुँदैछ। यो भोलिसम्म चाहिँ कम्प्लिट हुने रहेछ। 25 तारिक चाहिँ यहाँ सबैजना आइदिनु होला। हामी पनि जान्छौँ। एकदम दामी बनाएको छ।